ल त दर्शकबिन हाम्रो यो महान चाड विजयादशमीको उपलक्ष्यमा आज अष्टमी पढ्न गएको र बलि हान्ने चलन हाम्रो। मैले चाहिँ बोका बनाएको छु यहाँ यो घिरौलाको बोका ल्याएर रेडी छ रेडी छ। अब यसलाई पूजा गर्नुपर्छ किनभने माता दुर्गे भवानीको प्रसाद भनौँ न। अब यस्तो यसलाई मान्नुपर्छ। अब यसलाई फर्स्टमा पूजा गरिन्छ। जय माता दी, जय माता दी। लौ माता देवी। अब यो यसरी पूजा गरिने। अब पर्छिन त्यो बोकेको पर्छिने होइन, यो के गर्ने कसरी पर्छ भने यसलाई यसरी काट्छु। अब यसलाई बलि दिनुपर्छ। लौ मा दुर्गे, जय माता दी। अब एकैचोटमा खान्ने भन्ने यो बोके ठुलो छ भाग्ला है त्यहाँबाट रसमा त जा। जय माता दी। ल ल अब यसलाई खाने हो। यो कचौरी बनाउने कि कचौरी बनायो भने जय बनायो भने खाइ है त। ल